हेलो हजुरहरूलाई स्वागत छ मेरो अर्को न्यू भिडियोमा। भिडियो आउन चाहिँ धेरै नै ढिला भयो, त्यसको लागि सरी। अनि आज चाहिँ हामी जाँदैछौँ हलदारपुर चोक। मेरो नानीलाई अलि सन्चो छैन, त्यही भएर चेकअप गर्नलाई। त्यसपछि हामी अटोमा बसेर लाग्यौँ मेडिकलतिर। म, मेरो बुढा अनि मेरो छोरी अटोमा बस्दै भिडियो बनाउँदै। अनि त्यसपछि मेरो छोरीले आइसक्रिम खान्छु भन्दै थिइन्। अनि हामी पुग्यौँ मेडिकल गएपछि डक्टरसँग चेकअप गराउनलाई। चेकअप गराउन चाहिँ मेरो छोरीले मानिरहेको थिइन्, त्यही भएर आइसक्रिम किनिदिन्छु अनि केक किनिदिन्छु भनेर किनिदिन्छु भनेर फकाउँदै थिएँ। त्यसपछि कल गऱ्यौँ अनि डक्टरले फेभर चेक गर्नुभयो। अनि त्यसपछि चिसो कतिको छ भनेर चेक गर्नुभयो। डक्टर पनि राम्रो हुनुहुन्छ है। हलदारपुर चोकमा नयाँ मेडिकल खुलेको छ अनि राति पनि अनि दिउँसो पनि खुल्ला नै हुन्छ। त्यसपछि हामीले किन्यौँ औषधि किनेर हामी लाग्यौँ घरतिर। त्यसपछि मेरो बुढालाई मिठाई खान मन लाग्यो, लड्डु। त्यसपछि मेरो छोरीलाई चाहिँ समोसा खान मन लाग्यो। त्यसपछि हामी किन्यौँ अनि मेरो छोरीले नमानेर आइसक्रिम पनि किनिदिए। चिसोको औषधि लिन गएको त अनि आइसक्रिम पनि खानलाई चाहिँ मेरो छोरीले। त्यसपछि हामीले किन्यौँ पनिर अनि पनिर किनेर हामी लाग्यौँ चाहिँ नास्ता खान ऋतु खाजा घरमा। हलदारपुर कोलपुर चौध हलदारपुर चोकदेखि हल्का भित्र छ। अनि ऋतु खाजा घरमा मोमो चाउमिन चाहिँ कस्तो मिठो पाउँछ है। मलाई त्यहाँको चाउमिन मोमो कस्तो मनपर्छ। त्यसपछि हामी चाउमिन अर्डर गऱ्यौँ अनि चाउमिन अर्डर गरिसकेपछि मेरो छोरीले मोमो पनि खान्छु भन्दै थिइन्। मैले हुन्छ भनेर त्यसपछि मैले मोमो पनि तताउन लगाएँ दिदीलाई। अनि आयो हाम्रो चाउमिन। अनि मेरो बुढाले मेरो छोरीले चाउमिन खाँदै हुनुहुन्छ अनि मैले पनि चाउमिन खाँदैछु। कस्तो मिठो हुन्छ कि यहाँको चाउमिन। अनि त्यसपछि हामीले चाउमिन खाइसकेपछि मोमो प्याकिङ गर्न लगायौँ। दिदीले प्याक गरिदिनु भयो मोमो। अनि मोमो प्याक गर्दा मेरो छोरी चाहिँ ह्याप्पी छिन् मोमो खाने रे भन्दै। त्यसपछि हामी लाग्यौँ घरतिर। भेटौँला अर्को भिडियोमा। थ्याङ्क यू सो मच।